A day in my life. Welcome to my new vlog. It's me Versa. आज चाहिँ म बजार गएको थिएँ है। मेरो साथीहरूले काटाहरू इयरिङ्सहरू हेरिरहेको छन्। मैले पनि भिडियो खिचेर बसिरहेको छु। ल हेर्नुस् है के इयरिङ्सहरू काटाहरू हेर्नु कति भेराइटीहरूको चाहिँ काटाहरू इयरिङ्सहरू छन्। कस्तो दामी दामी इयरिङ्सहरू छन्। ल हेर्नुस् है राम्रोसँग। मेरो साथीले चाहिँ एक जोडी मन पराए। यो चाहिँ काटाहरूको कलेक्सन है। अब चाहिँ अरू इयरिङ्सहरूको कलेक्सनहरू हेर्नुस्। अब चाहिँ हामी इयरिङहरू किनेर बाहिर जाँदैछौँ। उनीहरू झगडा गरिरहेछन् है गाइज। आज चाहिँ बाटोमा कति धेरै ट्राफिक जाम भएको थियो ट्रकहरूको कारणले। उनी दुईटाहरू चाहिँ मलाई छोडेर जाँदैछन्। ल है गाइज अब हामी चाहिँ जेब्रा क्रसिङ हुँदै चाहिँ बाटो काट्यौँ। म चाहिँ मेरो साथीलाई बोलाएको सुन्दै सुनिनँ। मलाई बालै दिएन। बाजेले चाहिँ माछा बेचिरहनुहुन्छ। यिनी दुईटी चाहिँ मलाई छोडेर एक्लै मस्की हिँडिरहेछन्। हामी चाहिँ ल है हामी पनि खुट्टाको भिडियोहरू बनाऊँ भने म पनि पुरा मस्की हिँडिरहेको छु। ल अगाडि हेर्दै हँस्दै गइरहेको छु है। अब चाहिँ उनीहरूले चाहिँ आफ्नो सुजहरू देखाइरहेछन् अनि मलाई खिजाइरहेछन् है। ल है गाइज भनिरहेको छु। मेरो साथीले रक्स गरे। ओहो उनको कति राम्रो जुत्ता कलेक्सन चाहिँ उनको चाहिँ काठमाडौँबाट ल्याएको, मेरो चाहिँ मिलाबाट ल्याएको। यस्तो छ है हाम्रो चाहिँ। ल है अब हामी बिस्तारै बिस्तारै तुलसीपुर बजार देखाइरहेको छौँ। यो चाहिँ जेसी चोकको ट्राफिक हाम्रो हुँदै सुन्नुपर्छ ल हुँदै मेरो साथीले कसले क्विट गरिरहेको बहिनी चोकमा आयौँ। कति राम्रो राम्रो कुर्ता हो। ल हामी चाहिँ डिलाइट मार्टमा छिर्यौँ। कति भेराइटीको चिजहरू रहेछ। मेरो साथीले के खोजिरहेछ पाइरहेको छैन है। अझै पछिबाट भिडियोहरू बनाइरहेको छु। उनी दुइटालाई खिचाइरहेको छु के खोजिरहेको छ तैँले किन पाएको छैनस् भनिरहेको छु होइन। उसले चाहिँ मलाई रिप्लाई गरिरहेको छ है। अब चाहिँ फेरि अर्को सेक्सनतिर जाँदैछौँ है। ल हेर्नुहोस् के छ नि यो डिलाइट कर्नरमा है। म चाहिँ अब गएँ के खोजिरहेको चाहिँ भेटाइरहेको होइन। म त यस्तो सारा भिडियोहरू चाहिँ बनाइरहेको छु। अर्को कलेक्सन ओएमजी कति धेरै आइसक्रिम भनेर म चाहिँ कति धेरै आइसक्रिम कलेक्सनतिर हेर्नु गएँ है। त्यसै ससेसहरू पनि हेरेँ कति राम्रो रहेछ क्या डिलाइट कर्नरमा चाहिँ। अनि कति धेरै खेलौनाहरू होली आइरहेछ नि त। अब उनीहरूले के खोजिरहेको छन् थाहा छैन भेटाइरहेको छैनन् है। मेकअप प्रोडक्ट्सहरू टन्नै छन् है। केही नभएर हामी फर्कियौँ। ल हेरेँ हाम्रो अटोवाला दाइ हामीलाई लिन आइराख्नु भएको छ। हामी टायर्ड भयौँ अटोमा बस्यौँ है। मेरो साथीले चाहिँ दाइलाई भनिरहेछ कि जामै दाइ ल जामै गाइज भनिरहेछ। हामी जाँदैछौँ है। लक्ष्य आयो घुम्दै हामी आफ्नो घरतिर लाग्दैछौँ। ल हेर्नुहोस् है यो चाहिँ अब लक्ष्य आयोनिरको माल हो। त्योदेखि तलको यो गाडी फर्महरू बस्ने ठाउँ भयो। हामी त्यसै गरी आरोग्य नेचर केयर मेरो साथीको कस्तो ढाड दुखिरहेको रहेछ कि ब्याक पेन भइरहेछ। अनि उसले चाहिँ थेरापीको नेट रहेछ नेचर केयर हस्पिटलमा चाहिँ हामी पुग्यौँ। अनि त्यस पछाडि